पछिल्लो समय धेरैजनाका माझमा एउटा आकर्षक पात्रको रूपमा रहनुभएका महावीर पुन, त्यो उहाँको जीवनशैली, उहाँको बोल्ने तरिका, उहाँको प्रश्नलाई डिल गर्ने तरिका, उहाँको लवाइ, उहाँको खवाइ यावत विषयहरूले महावीर पुन धेरैको निम्ति कतिले मनोरञ्जनका रूपमा, कतिले आदर्शका रूपमा विविध पक्षबाट उहाँलाई हेर्ने गर्छन्। केही दिन अगाडिसम्म म निर्वाचनमा उठ्दिनँ भन्नुभएका महावीर पुनले मनोनयन दर्ता गर्नुभएको छ, निर्वाचनमा उठ्ने निर्णय गर्नुभएको छ। म्याग्दीबाट उहाँले मनोनयन दर्ता गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 8मा उहाँ स्थायीवासी रहेको भनेर जनाइएको छ। उहाँ अहिले भोट माग्दै पनि हिँड्नुभएको छ र भोट माग्दै हिँड्दाखेरि पनि उहाँको आफ्नै शैली छ भोट माग्ने, सर्वसाधारणहरूसित कुरा गर्ने कुरा। उहाँले राजनीतिक स्थायित्व र सुशासनका निम्ति आफ्नो उम्मेदवारी रहेको पनि जनाउनु भएको छ। म्याग्दीबाट मुख्य प्रतिस्पर्धी उहाँका निम्ति ठुला राजनीतिक दलहरू रहने अनुमान छ। अब उहाँले कति चुनाव जित्नुहुन्छ कि जित्नुहुन्न त्यो थाहा छैन। स्वतन्त्र उम्मेदवारको रूपमा उहाँले मनोनयन दर्ता गराउनु भएको हो। अब म्याग्दीका जनताले, मतदाताले उहाँलाई कति प्रेम गर्छन् त्यो भने मतदान पश्चात मत परिणाममा थाहा होला। तर अहिले धेरैको ध्यान म्याग्दीतर्फ पनि छ, किनभने महावीर पुन जहाँ जानुहुन्छ त्यहाँ उहाँले आफ्नो छुट्टै छाप छोडिरहनु भएको छ। त्यसैले उहाँलाई पनि शुभकामना दिउँ। शिक्षा मन्त्रालयले अहिले के काम गरिरहेछ मन्त्रीजी भन्दिनुहोस्। शिक्षा मन्त्रालयमा खाना पकाएर खाँदैछु। खाना पकाउने मात्र काम भएको छ। खाना पकाउँदै खाँदै अनि सुत्दै सुत्ने पनि काम गरिरहेको छु। ल ल भाइ, खाना पकाएर सकियो त आजको। बिहान खाने हो।